हाम्रो यहाँ मकै बिउ राख्ने यसरी हाम्रो किसान दाजुभाइ हो यसरी यहाँ मकै बिउ राख्ने ट्याक्क लाएर अनि यसलाई ट्याक्क यसरी बिर्को लगाइदिने अब यहाँ यो रासायनिक मल राख्ने ट्याक्क हेर्नु किसान दाजुभाइ हो आपत छैन खाला बनाउनु पर्दैन यहाँ मिसिन आफैले गर्ने खाल्डो मल राख्ने झ्याक्कै यहाँ मल राखी खाल्ला नि यसैले खन्छ मल पनि यसैले खसाल्छ मकै पनि यसैले खसाल्छ बेलकोट गरी एक आरु खर्कमा फर्स्टचोटि बेलकोट गरी एक आरु खर्कमा नयाँ मिसिन ल्याएर सुरुवात गरी मकै छर्न हामी सबैजना लागेका छौँ नौलो सिस्टमबाट चलिएका छौँ मल त निकै नै अट्छ धेरै नालो गरम हुन्छ धकाल्न गाह्रो ढाकाल्न गाह्रो हुन्छ फेरि पेट्रोलले चल्ने चिज होइन रहेछ पेट्रोलबाट चल्ने होइन यो भयो भयो अब ट्याक्कै यहाँ मल हालिसकेपछि यहाँ बिर्को लाउन सकेपछि ट्याक्कै बिर्को लगाएपछि अब सर्लक्क लाएर यो यसबाट मकै खस्छ यसबाट मल खस्छ यसबाट मकै खस्छ रातोबाट मकै सेतोबाट मल चिन्ता नगर्नु तपाईँ दाजुभाइ हो किसान दाजुभाइहरू चाहियो भने सम्पर्क गर्नु होला अब मजासँग घन्टाको 1000मा फेरि घन्टाको 1000 फेरि